म चाहिँ यति बेला गुल्मी पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडीमा रहेको छु। यो चाहिँ गुल्मी पाल्पा र स्याङ्जा जोड्ने झोलुङ्गे पुल रहेको छ। तीनवटा जिल्लाको जीवनयापन र आवत जावतलाई निकै सहज बनाएको यो झोलुङ्गे पुल अहिले चाहिँ पर्यटकको मुख्य गन्तव्यको स्थानमा पनि परेको छ। नजिकैका सहर बुटवल तमघासबाट पनि यहाँ आउने गरेका छन्। तपाईले यताको भाग देख्न सक्नुहुन्छ। यो भाग चाहिँ गुल्मीको भाग हो भने यताको भाग चाहिँ पाल्पाको रहेको छ र यो भाग यसले चाहिँ स्याङ्जा जोडेको छ। तीनवटा जिल्लाहरू जोडेको छ। अहिले हामी यो सङ्गमस्थलमा छौँ र हाम्रो मुक्तिनाथसम्मको यात्रामा चाहिँ अहिले हामी यहाँ रहेका छौँ। हाम्रा स्टाफहरू त्यहाँ बस्दै हुनुहुन्छ भने कतिपयले आफ्नै प्राकृतिक सौन्दर्यतामा आनन्द लिनुभएको छ, रमाइरहनु भएको छ भने हामी आएको गाडी चाहिँ त्यहाँ रहेको छ। यता घामले क्षितिज छुन लागिसकेको छ। माथि अग्ला डाँडाहरू रहेका छन्। यतापट्टि सलल्ल आनन्दसँग शान्तसँग सुमधुर स्वरले कलकल गर्दै नदी सुस्याइरहेको छ, नदी बगिरहेको छ। अब हामी यो भागबाटै यो कालीगण्डकी करिडोर हुँदै मुक्तिनाथसम्मको यात्रा तय गर्नेछौँ। त्यहाँ स्याङ्जापट्टिको भागमा देख्न सक्नुहुन्छ। यतापट्टि यो स्याङ्जापट्टिको भाग भयो भने यो चाहिँ पाल्पातिरको भाग हो र यतातिर चाहिँ यो बजार क्षेत्र रहेको चाहिँ गुल्मीको भाग हो। गुल्मीको बजार अझै उता पनि छ, यताबाट चाहिँ देख्न अलि गाह्रो पर्छ। त्यही भएर हो मानिसहरू पुलमा बसिरहेका छन्, रमाइरहेका छन्, आनन्द लिइरहेका छन् भने म चाहिँ ठ्याक्कै अहिले यो ठाउँमा रहेको छु।